आज म एकदम मनै रुवाउने खाली भिडियो लिएर आएको छु। मनै रुवाउने भन्दा पनि एकदमै सम्बन्धको भिडियो, यो मायाको भिडियो छ एकदम। आज यस्तै भिडियोमा लिएर आएको छु। भिडियो एकदम मनै छुने छ, एकदम मनै छुन्छ, आँखाबाट आँसु पनि रसाउँछन्। यो माया देख्दा है, यहाँ कसको माया छ भिडियो हेरौँ है, त्यसपछि तपाईँ पनि निश्चय पनि भावुक हुनुहुनेछ। यस भिडियोमा यो दियर भाउजूको भेट भनिएको छ है। धेरै लामो समयपछि भाउजू र दियरको भेट हुँदा यहाँ दियर एक बुवा रुनु भएको छ। भाउजूको खुट्टा छाम्दै हुनुहुन्छ, पिलपिल गर्दै हुनुहुन्छ, भाउजूलाई सुमसुमाउनुहुन्छ। भाउजूको कपाल छैन, ती खुल्केर गइसकेको रहेछ। 100 वर्षको भाउजू र 76 वर्षको देवरको यो भेटले सबैको मन अहिले छोएको छ। भाउजूले पनि देवरलाई सुमसुमाउनु भएको छ बिचरा। उहाँ बुवालाई पनि आफ्नो दाइको याद आएको होला, दाइबा कस्तो हुन्थे होला भनेर दाइलाई पनि सम्झिनु भएको होला। त भाउजूको अवस्था देखेर पनि एकदम माया गर्नुभएको छ भाउजूलाई। देवर भाउजूको यो माया है, सबैलाई पाठ सिकाएको छ। माया भनेको यस्तो हुनुपर्छ बिचरा। सय वर्षको भाउजू र 86 वर्षको देवरको 8 वर्षपछि भेट भएको रहेछ। भेटमा एकदम भावुक हुनुभएको छ। अर्को भिडियो छ यहाँ फेरि नन्द भाउजू र नन्दको यो माया हेर्नुहोस् न। बिचरा टीका लगाइदिनु भएको छ भाउजूले नन्दलाई। नन्दलाई पनि एकदम दाजुको याद आएको होला। 79 वर्ष हुनुभएछ भाउजू। नन्द 76, नन्द 86 वर्षको। जीवित देवता नन्द भाउजू भनेर पनि लेख्नु भएको रहेछ यहाँ है। यो सम्बन्ध, यो माया, यो पुरानो यादहरू है, एकदम मनै छुने भिडियो। अर्को भिडियो छ यहाँ फेरि दाजुभाइको भेट। 5 वर्षपछिको दाजुभाइको भेटमा धेरै भावुक बनायो भनेर यहाँ लेख्नु भएको रहेछ। आफ्नो दाजुलाई माया गर्नुभएको छ। दुई भाइको अनुहार उस्तै छ बिचराहरूलाई। 5 वर्षपछि यस्तो दाजुभाइ छुटेर बस्नुपर्छ। अब के भने हाम्रो नेपालको परम्परा त्यस्तै छ कि, अब परम्परा भनौँ कि एउटा बाध्यता पनि छ। चाहेर पनि सँगै बस्न नसकिने दाजुभाइ आफ्नो आफ्नो कारण हुन्छ है। अब छुट्टिनु पर्ने हुन्छ, कोही बसाइ कता हुन्छ, जागिर कता हुन्छ। तर यो माया देख्दा है साँच्चीकै भावुक बनायो। अब तपाईँहरू पनि निश्चय पनि भावुक हुनुभयो होला है। माया भनेको यस्तो हुन्छ। खास यो आजको भिडियोले यो सम्बन्ध, मायाको सम्बन्ध यस्तो हुँदो रहेछ भनेर देखाउन खोजिएको छ। हामीलाई एकदम पाठ सिकाएको छ। माया यस्तो हुनुपर्छ, सम्बन्ध यस्तो हुनुपर्छ भनेर हामीलाई यी भिडियोले पाठ सिकाएको छ। पक्कै पनि तपाईँ हाम्रो सबैको सम्बन्ध यस्तै होस्। भिडियो कस्तो लाग्यो, मन परे लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला है त। धन्यवाद।